लाउन नम्बर चिप कुन्दै बोला ल भाइ ल इस साइड घुमाओ इस साइड इस साइड भाई हाथ खा गलो नमस्ते म कुमारी आमा निहारिका राजपूत। अहिले म फेरि लाइभमा जुरेको छु। रातिदेखि हामीहरू यसरी रोडमा यताउता भौताडिरहेको छु। हामी जिल्ला प्रहरी कार्यालय जलेश्वरमा पनि गएको थियौँ रातिमै। राति 12 बजे नेहाजी बोल्नुहुन्छ के भयो त्यसपछि? राति 12 बजे हामी जिल्ला प्रहरी कार्यालय गयौँ। त्यहाँ गएर मैले ल पङ्कज चौधरी यहाँ हुनुहुन्छ भने मलाई एकचोटि देखाइदिनु भनेर त्यत्रो रिक्वेस्ट थुनुआमा हैन हजुर थुनामा छ भनेर उहाँहरूले भन्नुभयो। थुनामा छ भनेपछि देखाइदिए हामी। मतलब फर्केर आउँथ्यौँ तर रातभरि हामी त्यही चिसोमा बाहिर बसिराख्यौँ। उनीहरूले देखाइदिनु भएन। बिहान 7 बजे जाँदा चाहिँ पङ्कज चौधरी एकदम फ्रेस भएर निस्किनु भयो। त्यहाँ पनि मैले उहाँसँग भेट्न आदेश लिएर आउनु पर्ने रे, बिना आदेश भेट्न नपाइने। त्यहाँबाट आउँदा चाहिँ घरको मान्छेहरू भागिसक्नु भएको रहेछ। तालचा लगाएर भागिसक्नु भएको छ। यहाँ कोही हुनुहुन्न, सबै भागिसक्नु भएको छ। हिजो त ताल चाहिँ भित्रबाट गर्नु भएको थियो, खोल्नु भएन। हामी यही तल यसो ओस्याएर बसेको थियौँ। अनि अब अहिले त बिहान हामी अहिले जिल्लाबाट आए हेरेर एकजनालाई थुनेर मात्र हुँदैन, 5 जना मिलेर कुटेको छन्, 6 जना माथि गुज्रिहालेको छन् भने एकजना पङ्कज चौधरी मात्र पक्राउ परेको छ। अब 5 जना अझ पक्राउ हुन बाँकी छ। यिनीहरू भाग्नु भएको छ। अहिले हेर्नु तालचा लागेको छ। तर पनि हामी यही बस्नेछु अनि तपाईहरू साथ सपोर्ट गरिदिनु। अब कति दिन भाग्ने हो? आफ्नै घर छोडेर भाग्यो भने त्यो पनि एउटा अब अपराधी हो भनेर आफै साबित गरेको हो कि म अपराधी हो, म भागेको हो, लुकेको हो भनेर। यहाँ रामगोपालपुरमा छु। रामगोपालपुरमा एकजना थुनामा राखेर हुन्छ, सबलाई थुन्नुपर्छ। भाग्यो आज बिहान कति बेला भागो। हामी 6 बजेदेखि आइसकेको छौँ। भन्नुपर्ने जवाब दिनुपर्ने नि। घर छोडेर त भाग्नु हुने। मैले त्यत्रो भनेर गरेँ। म त्यहाँबाट हेरेर आउँछु पङ्कज चौधरी छ कि छैन। त्यहाँ हेरेर आइसकेपछि मैले गइसकेँ। रातभरि म त्यहाँ चिसोमा बसिराखेँ। कोही गयो त्यहाँ भन्नलाई, यिनीहरू त निस्केर गइहाल्नु भयो। कति सजिलो छ। अनि उजुरी के भन्छ भाग्नेर जान्छन् कहाँ, आउनै पर्छ। समातिने बेला एकजना मात्र समातिने। राति 12 बजे यहाँबाट त म जिल्लामा गएको हो। सानो नगर्दै है बेटा। अहिले रामगोपालपुरमा छौँ।
सबैजना भाग्नु भएको छ। यहाँ पसलहरू सबै बन्द गरेर भागिसक्नु भएको छ। हिजो अब प्रहरीलाई भन्दाखेरि समात्नु भएन, तालचा तोड्नु भएन, घरभित्र उनीहरू लुकीको थियो। आज चाहिँ अब भागिसक्नु भयो। अब कसरी समात्ने हो, कहाँबाट ल्याउने हो, प्रहरीले ल्याउने हो। एकजनालाई थुडेर एकजनालाई पक्राउ गरेर हुँदैन, सबैलाई थुन्नुपर्छ। यो दुइटै भागिसक्यो। या तालचा बुढाबुढी 4 बजे बिहानै भाग्यो कि कति बेला भाग्यो थाहा भयो? रोक्नु पर्थ्यो नि। हामीहरुको घर यहाँ छैन नि, कसरी आउँछ दुकान मात्रै। ठिकै छ, कति दिन भाग्छ? आइहाल्छ, कति दिन भाग्छ। त्यति हुन त सबैको घरमा छोरी चेलीबेटी छ हैन। जसरी यहाँ चौधरीलाई अहिले अन्याय परेको छ, उनलाई न्याय दिलाउन चाहिँ तपाईहरुले पनि सक्रिय हुनुहुन्छ। जस्तै उदाहरणको लागि ठुलो सिनेमाहरू प्रहरीहरू हुँदै मान्छेलाई भगाइसक्यो। प्रहरी त एनी टाइम हुन्छ यहाँ कि हुँदैन? खेलिरहेछ, खेल्ने बाहेक केही पनि आउँदैन। घुस खाने, खेल्ने बाहेक केही पनि आउँदैन। हेर्नु, प्रहरीहरू यो गोल घेरामा बसेर के गेम खेलिराख्नु भएको छ। यो बाहेक केही पनि आउँदैन। यहाँ अपराधी भाग्दाखेरि यिनीहरूले जानी भगाउने। अहिले चुप लागेर यहाँ हेर्नु बसिराखेको छ। ऊ हेर्नु, ठुलो कुरा गर्ने ताले कुट्ने अहिले साले। कसरी प्रहरीले त हेर्नु पर्यो नि, यही हुन्छ नि। अरू मान्छे हेर्दैन, प्रहरी त यही हुन्छ। त खाएर छ, मुख बन्द गरेको छ। बेबी नगर। तोड्नै खोजेको भए समाज आवे पर्ने पुरै गाउँकै तोडी के लागि सारा गाउँको समाज खोज्नु न हात पकडाउनु न। सर्वप्रथम तो ये कर जात के आदमी हो पड़ली ना जात अब ना खाना लो हमरा बात के खाली सब धाम के हाँ वहाँ कभी तो होता है।
एक रात डाइट के आदमी कम से कम सुनो कम से कम एक रात डाइट के अगर भी वो सरकार नेहा यता आउनु से घोड़े दवाई कहाँ आउनु हेर्ने यता आउनु जातको कुरा यहाँ कहाँबाट हो यो जात धर्मको कुरा हो र तपाईँहरूको जाति धर्मले हेरेर आएको हो जाति धर्मको कुरै छैन यहाँ ए हुन्छ हुन्छ हामी यहीँ छौँ बाहिरको मान्छेहरू पनि आउँदै गर्छ हुन्छ तपाईँहरू खानासाना खाएर 11 बजेतिर भोजराज दाईहरू आउनुहुन्छ त्यति बेलै आउनु नि ल केही त्यस्तो केही पढ्यो भने फोन गरिहाल्छु यसलाई हात समाउनु बस्ने यहीँ बस्ने कहाँ जाने यहीँ बस्ने यसको हात समाउनु पक्नु नल्याइदिउँ त्यतिकै बस्ने ल्याइदिन्छु नि पकाउनु उठ्नु बाबु बाबु बस्छ नि त्यही भएर उठ्नु न उठ ल हजुर मेरो हो बस हामीहरू फेरि यहाँ आन्दोलनमा छौँ रामगोपालपुरमा छौँ हाम्रो आन्दोलन जारी छ अनि हिजो जसरी उहाँहरूले टाइम दिनुभएको थियो हामीलाई कि 10 बजेसम्म सास ससुरा नन्द सबैलाई समाउँछु भनेर तर उहाँहरूले झुक्क्याउनु भयो मात्र समाउनु भएको छैन अहिलेसम्म अनि अब शान्त पनि हुनु रे हाम्रो लागि अपराधीलाई आफै लुकाएर राख्नु भएको छ समाति राख्नु भएको छैन त्यही भएर हामी फेरि आफ्नो आन्दोलन जारी गरेको छु अब नपक्राउ हुने जेलसम्म हामी यसरी नै बाटैमा बस्ने हो हेर्न सक्नुहुन्छ नेहा बहिनी यहाँ हुनुहुन्छ नेहा एकछिन यसमा बोल्नु त हिजो के भन्नुभएको थियो प्रहरीले हिजो प्रहरीले हामीलाई भन्नुभएको थियो भोलि त आज 7 बजीसम्मको हामीलाई टाइम दिनु हजुरको सास ससुरालाई हामी 7 बजीसम्म समातेनौँ भने हजुर फेरि आन्दोलन जारी गर्नु उहाँहरूको कुरामा मैले विश्वास गरेर आन्दोलनलाई मैले रोकेँ तर के हुन्छ टाइम पनि 10 बजेसम्म दिएँ तर मैले टाइम चाहिँ 7 बजेसम्मको उहाँले माग्नु भएको हिजो बेलुकासम्मको मैले दिन चाहिँ आज बिहान 10 बजीसम्म टाइम दिएको अहिलेसम्म पनि उनीहरू पक्राउ भएको छैनन् कहाँ छन् भने जानकारी छैनन् अनि मैले
म कहाँ जानु त कहाँ जानु म रोडमै बस्नु परेन मेरो घरै छ म कुन घरमा जानु कहाँ जानु म उहाँले कति सजिलो गरी भनिरहनु भएको जिल्ला जानु जिल्ला गएर मैले के पाउँछु यहाँ घरसम्म यहाँ बस्ने हो नि यहाँको प्रशासनहरूले केही गरिराख्नु भएको छ मात्र आएर उभिदिनु तपाईँले आश्वासन मात्र दिनुभयो बाँकी केही भएन तपाईँले झुक्क्याएर घरसम्म पठाउने उनीहरूको वातावरण थियो त्यसपछि मात्र सब शान्त भइहालोस् त्यसपछि आज जसरी निहारिका राजपूत अनि तपाईँ दुईजना सँगै आउनुभयो त्यति बेला नि बच्चाहरू आएर हाम्रो स्कुलमा पनि मेयर सर आएर हामीलाई धम्कीसम्म दिइराख्नु भएको छ हामीलाई नि उनीहरूलाई नि धम्की दिएर के गर्नुहुन्छ ल सब डराइहाल्छन् उनीहरू मेरो लागि मात्र होइन मेरो आफ्नो लागि पनि लडेका हुन् उनीहरू आफ्नो बहिनीहरूका लागि पनि लडेका हुन् म यो समाजको छोरी हो मलाई के भयो भने यो समाजमा पर्दैन म यसरी रोडमा बस्दा हजुरहरूलाई फरक परेको छैन हजुरको छोरीहरूलाई केही फरक पर्दैन त्यही भएर मेरो लागि मात्र गरेको भनेर अनि मेयरले जो धम्की दिइराख्नु भएको छ मलाई चाहिँ कसैले मेरो चोटि अगाडि आउनु क्षति उहाँको मेयर अफिसको क्षति भएको छ त्यो पनि हामीले बिहानै थाहा पाए उहाँले बिहारनु पर्छ मेयरले कामै त्यस्तो गर्नुभएछ कि क्षति भयो नेहाले त क्षति गरिदिएको छैन नेहाको क्षति कसले पूर्ति गर्छ नेहाको जो क्षति भइरहेछ अहिले र भएको छ त्यो कसले पूर्ति गरिदिन्छ नेहाको क्षतिपूर्ति कसैले गर्न सक्नुहुन्छ इज्जत मेरो कसैले फिर्ता गर्न सक्नुहुन्छ यहाँको मेयरले मेरो क्षतिपूर्ति गर्न सक्छ म गरिदिन्छु उसको क्षतिपूर्ति मेरो क्षतिको पूर्ति गरोस् न पहिला अनि उहाँ मेयर सर चाहिँ आफ्नो त्यो स्कुल कलेजमा गएर बच्चाहरूलाई धम्की दिन सक्नुभयो तर 3 दिनदेखि यसरी नेहाजी बसिराख्नु भएको छ रोडमा एकचोटि पनि आएर फोन आएर बोल्नुहुन्न उपमेयरजीलाई फोन गर्दा उपमेयरको हस्बेन्डले उठाउनुहुन्छ उहाँले फोन उठाउनुहुन्न त्यही हाम्रो क्वेसन त्यही हो अङ्कल हामीले कसलाई जिताएको अनि उहाँले बिहान के कुरा गर्नुहुन्छ सास ससुराहरूलाई नथुनाऊ सबैलाई निकाल भनेर किन निकाल्ने उसलाई कुट्दाखेरि उहाँ किन बोल्नु भएन कुट्नु हुँदैन भनेर
उनीहरूलाई प्रहरीले कुट्यो के उतापट्टि प्रहरीले कुट्नै सक्दैन उतापट्टि के कस्तो पर्छ कसैलाई केही गरिदियो यहाँ प्रहरीले कसैले प्रहरीहरूलाई डर छैन हात लाउनै सक्दैन हात लाउनु छ भने प्रहरीले मलाई पहिलासम्म मलाई देखाउँछ के प्रहरीहरू यसरी बसेर मुख हेरिराख्नु भएको छ हेर्नु के भएर हेरिराख्नु भएको छ Olzani dedi baby. Keseri boyna, keseri boyna. Nara pani to lagam bhai, nara lagam na bhai. Nara vandani hamle चारजना चार टिम एकजना दिदी पनि हुनुहुन्छ हामी म छु तपाईँ हुनुहुन्छ तीनजना एकजना भाइ पनि छन् अनि चार ठाउँमा दुई ठाउँ मात्र ब्लक गरे भने पुग्यो के यो दुईटा यो अनि त्यो बाँकी कहाँ जान्छ यही जाने ऊ त ब्लकै हो दुई दिन ल आउनु यतापट्टि आउँछ आउनु सबैजना यतापट्टि आउनु कतापट्टि लाग्नुहुन्छ कहाँबाट आउनुभयो त्यो त ब्लक थियो कसरी आउनुभयो ब्लक हेरेपछि त बिचमा लागिरहेछ त्यत्रो
हेरेपछि पनि तपाईँ जबरदस्ती आउनुभयो होइन एउटा पिटाइ खाएको मान्छे हस्पिटल जिल्ला अदालत सबै उही दौडारोस् होइन उनी आफ्नो घरमा मजाले बसिराखोस् तर हजुरलाई भन्नुभयो एउटा पीडित मान्छे जहिले पनि सुन्नु न सुन्नु आदेश उसले आदेश गराएकोमा पनि मसँग सुन्नु म भनिरहेछु म मेरो घर छ कि छैन यो भन्नु त सम्बन्ध नहुन्छ मेरो घर छ कि छैन सम्बन्ध विच्छेद प्रक्रियामा छ भने दाइजो मुद्दामा अहिलेको अहिले सबैलाई समात्नु पर्यो नत्र हामी जाँदिनौँ प्रक्रिया छ भने दाइजो मुद्दा दर्ता छ पक्राउ पुर्जी काटेछ पक्राउ गर्नु अहिलेको अहिले ठिक छ यहीँ आउँछ हामी यहीँ बस्छौँ ठिक छ माथिबाटै आउँछ अब हामी यहीँ बस्छौँ आउने जेलसम्म यहीँ बस्छु नआउने जेलसम्म यहीँ बस्छु तपाईँहरूले आदेश आएपछि मात्र गर्नुहुन्छ मलाई थाहा छ होइन आदेश आउन दिनु नि त अधिकारी पत्र चाहियो क्या हामीलाई ठिक छ पत्र नभइकन यो रोडमा उभिन पनि सक्दैन एउटा आदेश कसरी आउँछ हेर्नु
बेटी बूतो खाली पिटाई मात्र होता राखे पर नहीं ना तो राखे या पिटले तो या कोई नहीं आने बोले Las bocina Soltarai arno voio, las laguero. Las laguero, neve la las laguero. उठने वेला कोई हेरे ना 9 बजे रात बिना चप्पल को बिना ओढ़नी को बाहर निकालना उसको इज्जत दिया ना
कुटाई खानालाई बुढी थियो, कुट्नलाई बुहारी थियो, अब चाहिँ कोही छैन, कोही पनि छैन। सक्छु किसान दिन के भन्नु म यही हुन्छु कहिले के गर्छ हामीले अस्ति राति तपाईँ हुनुहुन्थ्यो हजुरले मेरो सहयोग गर्नुभयो, हजुरले सहयोग गर्नु भएन। म त्यो राति जिल्ला पुगेँ। समाज के मालूम है कि नहीं जो हमारे बनोजियाले एकरा नहीं मालूम कहूँगा। ये दोनों जिसे गाना पकड़ता है
पकड़ाओ कुर्सी डाल रही हो हमरा घर घुसे क्या देश रहा घर में ना घुसे दिल कहिए तो पकड़ के ले जाना ओकरा नाम पे पकड़ाओ कुर्सी पकड़ाई नहीं तो हम रखवाई ले रही है पंकज एक बार सोचल कि हमारे घर वाले हमरा लाइटे कहले हो के कहला से भी वही में रहबै जेकरा जरूरी से सबसे बड़ा तो इज्जत कुछ ना कर सकती चैनल में भी बेटा की वीडियो टिकटॉक फेसबुक पर सब पर तपाईँहरू पनि बोल्दिनु पहिला हुनुहुन्छ नि उसलाई कुटेर रातिमा निकाल्दाखेरि कोही थिएन मारपिटले निकाल्दै त कहाँ गेले आहा अगाडि एकछिन शान्त रह पिट के निकाले कहाँ देखली न देखली देखल कि ओकरा चिन्ह छियै न करतै हमरा से क्वेश्चन करी छी सवाल करी छी पहिला ना करी मार के उसको चरित्र हत्या करने वाला बोलने अब आईने चाहिए करने यहाँ पे देखिए हम जहाँ देखी तो कौन समस्या अपने मोबाइल में वीडियो तानेरा रखना चप्पल घर बाटे
यहाँ से पंखा साफ करके लेके जाते हैं यहाँ पे हर तरीका से लोग बेटी नहीं पैदा कर लेके फेंक देता अब नहीं अब जो बच्चा जन्मते नहीं बेटी तो घाटी नोच के बच्चे में मार दियो मात्र ये सब जो है ना दाइजो लेके बाद में मार दे सुनो ये सब की फांसी क्या बाबा हाँ माय बाबू ना लड़की खूब दवाई खा ले गई वही पहले सब दिन से आगे बढ़े के सोचने वाले सब पुलिस टंका पैसा खा के बात मिला ली त्यस्ता मान्छेलाई भाडामा दियो भने त्यो घरमा अब तालचा लगाउनु पर्छ ऊ बस्दैन उनीहरू पनि बस्न मिल्दैन उसलाई जुन दाइजोको घर दिन होइन जो गरिबको छोराछोरी छन् काठमाडौँमा जनकपुरमा घर दिन सक्दैन त उनीहरूको छोराछोरी त घर बस्दैन सबैलाई घरबाट निकाला गरिन्छ घर दिन सकेन त घरबाट निकाला गर्छ त्यसलाई समात्नु परेन त्यसरी घरमा टायर जस्तो बसेको छ कुट्ने बेला कसरी आएको थियो त अभी नंबर जिसना गेट बंद कर दी हमसे ऊपर भर दिया घर के आदमी हमरा समाज में घर को आदमी जब बिहे कर दै छै तो रिस्पांसिबिलिटी खत्म भ गेलै 51 लाख दाइजो 1.5 करोड़ खर्च करके बिहा करतै ओकरा माइतीमे बैसतै अब रखतै अब
माइती में रखना वहाँ के जगह जमीन अपनो कोर्टबाट आदेश पत्र लिएर आछु हेर्नु यहाँ आदेश पत्र सबलाई देखाइदिनु लिएर आछु घरमा घुस्न दिएन कोर्टको मान्दैन मेरो समाजबाट बिहे भएको छ यो समाज आउनुपर्छ यहाँ जो गर्थ्यो बिहे गराउन यो सब समाज आउनुपर्छ यहाँ कि खालि भोज खायो अनि बिर्सिहाल्यो समाजबाट बिहे भएको छ यो घर मेरो शान्ति छैन अनि कोर्टको आदेश दिन 9 बजे राति नहीं 9 बजे राति वोट माग्नको लागि आन्टी वोट माग्नको लागि मेयर उपमेयर यहाँको वार्ड अध्यक्ष कहाँ छ मैले भागिरहथ्यो त्यो यहाँबाट लगाएर भागिरहथ्यो अनि कहाँ लग्यो त्यो थाहा छैन तर त्यसलाई थुनामा राख्नुपर्छ समात्नुपर्छ मेयर अफिस उसको मेयरको होइन मेयर अफिसमा गएर अब कुरा मिलाएर आउँछ अनि उसलाई उठाएर फेरि भगाउँछ तपाईहरु यही उभिनु मेयर नआउने जेलसम्म तपाईहरु साथ दिनुपर्छ हेर्छौँले मेयरसँग के कुरा मिलाएर आउँछ मेयरसँग मेयर यहाँ आएर बोल्नु पर्यो भोट लिने बेला गल्ली गल्ली
हात जोडी जोडी छोडी छोडी हामी भोट दिनु हामी त समाजको कल्याण गर्छौँ सँग मैले सवाल गर्नेछु यो मेयरले अहिलेसम्म मलाई एकचोटि फोन किन गरेको छैन मेयरले मेरो केसलाई हेरेको किन छैन जाबे सामने नहीं करताई हम सब आता ही रह गए जाबे सामने नहीं करताई हम सब आता ही रह गए आई अहाँ के बेटी के मारत तो कभी लागत क्या लागत 51 लाख रुपया लेत 1.5 करोड़ खर्च करो तो के बाद घर में से बाहर निकाल दे तो क्या लागत अपने घर भीतर जाने कहाँ जान्छ म यही बस्नु म बसिन भने घरकाहरूले बाहिर निकालेर घर बाहिर ताला लाउँछ कोही बस्नु भएन म रोडमा बस्ने अनि उनीहरू घरमा बस्ने म चिसोमा केही नलाई बाहिर बस्ने उनीहरू ब्ल्याङ्केटमा बस्ने कहाँको न्याय हो यो घरमा कि त तालचा लाग्नु पर्यो नत्र जुन बैजतीले बाहिर निकालेको छ भित्रबाट तालचा चाहिँ लगाइसकेछ कसरी क्यामेरामा देखाउने उनीहरू त खुब राम्रो मान्छेहरू छन् हाम्रो पो इज्जत छैन नि हामी बाहिर पूरा मिलावेला पैसा खाए लागेला
होते पैसा हमरा पास हम कुछ कर सके हम घरे आदमी के खरीद सके छी ताकि पाइए तो हम सब तो गरीब छियै हम तो रोडे पर बैठले हमरा है कथी से हम बोल्नु पर्छ भाइ बोल्नु पर्छ नत्र अब तपाईहरूको दिदी बहिनीसँग भयो भने कसरी सहनुहुन्छ अनि म छु म यो समाजको छु नेहा तपाईँको बहिनी छैन नेहा तपाईँहरूको बहिनी छैन छोरी छैन 9 बजे राति उसलाई बिना चप्पल बिना ओर्नीको घरबाट निकाल्दा कस्तो इज्जत थियो 1.5 करोड लिएर बिहे गर्ने हमारे समाज की बेटी न छियै हमारे जितने भाई हो कसके बहिन न छियै अहाँ सबके बेटी छियै कि न छियै अहाँ सबके निमन लागत बेटी के घर में से निकाल देती से डेढ़ दिएर पैसा दिए भयो 1.5 करोड पछि पनि पुगेन घर चाहियो काठमाडौँमा बन्द गरेछ बाहिर भित्रबाट अहिले सुन्नु सबजना सुन्नु
केटाके गएको छ मेयर अफिसमा अब मेयरसँग पैसा खुवाएर मिलाउँदै होला नि त अब माई बाबु है भित्री से ताला भित्री से बंद न तो गेल न रहती है भित्री से ताला मार ले न तो हमार घर हम कहला न जबाई सबसे पहले बगल वाला ट्रॉफी शटर गिराओ बगल वाला शटर गिराओ सफर बंद का बंद करो सफर बंद ठीक से चारों करने जल्दी सफर गिराओ सफर नहीं जाता ना कोई घर में बाहर से हम ठंडा में रहे हम रोड पे रहे सब घर में प्यासे रहे एक सिलेंडर सफर गिरावक न पाइने तब ना हमारो यो घरमा दर्जा लाग्नु पर्छ उनीहरू पनि बाहिर निकाल्नु पर्छ
तपाईँहरू पनि यहीँ उभिनु तपाईँहरू पनि नजानु यहीँ के पुतों के रोटी मारने कहा अपना पुतों के जाए देती तीन महीना तक भटकी ग्राउंड में पुकार के लाइन लेती कि न लाइन पहले कोयला लगा के सुबह इतने कोयला वोट मांगने बेला गली गली घूमने वोट देऊ मलाई वोट जिताउँछु त म यो गर्छु अभी फोन कहिल्यै नउठाइएर के
माथि सांसद के है सरोज यादव कथी करते बेटी बचाते बेटी पढ़ाते बेटी के पाल पोस के बढ़ाए किए धनिक परिवार में बेटी के बेच देते वैसे आयल पैसा से आरोपी पद बजाते Taala bobo, ya ye taala la bobo. आप नहीं सहते एगो जैसे आमा एगो राशि बाइजो लेते बियाह करते फिर डिवोर्स देते फिर बियाह करते ताला लगाउनु पर्छ यो घरमा तालचा लाग्नु पर्छ घरमा हाम्रा नाम घर में नहीं रह दिलता तो यही घर में सबसे बाहर निकाल के आई घर में तालचा लगावे पड़ल उनके मेयर वार्ड अध्यक्ष अपना हाथ से लगते तालचा बेटी बचाओ बेटी पढ़ाओ के नारा लगावे वाला नेता कहाँ छैन सरोज यादव कहाँ छैन तपाईहरु पनि बोल्नु सरोज यादव कहाँ छ मैले अहिले सरोज यादव कहाँ छ बेटी बचाओ बेटी पढ़ाओ बन चलाउने कहाँ छ सरोज यादव माता को
चाहे दुकान रहो ये दुकान रहो गेट रहो कि हमरा भीतर लेते कि सब जरा बाहर निकलते वो दुकान वाला के भाड़ा का पैसा लेके हमारे सास ससुर खाता हम भाड़ा दूसरा से पैसा लेके ऋण उठा के कहिया अदालत जबाई जिला जबाई कौन भाई इतक मात्र हम सब कर भाई कहा सरोज यादव पास आइले और सरोज यादव बेटी बचाओ बेटी पढ़ाओ भंडाई उसको घर में गए उसने आश्वासन दियो तिम्रो घर बसाई दिन्छु तिमीलाई चाकरी गराउन आउँछ म त 2 महिनादेखि आशा गर्दै थिएँ नि त आउँछ सरोज यादव मेरो घर मेरो श्रीमान लिखेर किन आएन किन गएर लुक्यो उसलाई भोट चाहिएको थियो भोट लिने बेला छोरी भन्दै सरोज यादव आउने सरोज यादव यो समाजको छोरी हो आउनु पर्यो यहाँ नेहा मात्र एउटा तपाईहरूको बहिनी छैन नेहा तपाईको छोरी छैन नेहा तपाईको पनि छोरी छ नेहा तपाईको पनि बहिनी छ नेहा आज नेहा मरिहाल्छ नि त्यसपछि जरुरी छैन तपाईको घरमा पनि त्यही घटना घट्छ हम अपने बजट को खर्च उताला खोलकर हम भागेगा बल्कि सब बाहर निकलते हाथ पकड़ के हम निकालते काला काला कोनो गोरा छोड़ते गेट काला काला कोनो गोरा छोड़ते उसे भरने के अंदर कर रहा है पूरे नेपाल और राज्य के आदमी देखो ना की हो रहा है सब Duna marcar de nada de no maracado de no mar. Ai pagues que sansa sakali mutakai hando dhatai dollar में पैसा कमाते अब बेटी सबके बेच दे भाई हम शरीर में करने वाली जाएंगे 50 नहीं सकते कहीं के छोड़ देना सुनो सबे जरा सुनो
हमारा पहले हमारे देश लेके असगर पे आएंगे हम अपना घर में जबे शांति से जबे मुंडा घर में से घुसे दर्शन रखा रखे बेइज्जत के करबार मेयर केटा गएको छ मेयर अफिसमा अब कुरा मिलाएर आउँछु अब त्यहाँबाट कुरा मिलाएर आउँछु अहिले तपाईहरु सुन्नु अहिले केटालाई पक्राउ पनि गरिरहेको छैन मेयर अफिसमा सम्मानपूर्वक लगेको छ पङ्कज चौधरीलाई सम्मानपूर्वक लगेको छ त्यसलाई आजको आज समात्नु पर्यो न्याय यही घरमा अब मैले उसको एनएमसीमा निवेदन दिने हो किनभने काउन्सिलमा गएर निवेदन दिने हो किनभने म मिल्ने पक्षमा छु मलाई नमिलाउन सक्यो भने त्यो मान्छेको लाइसेन्स भएर के काम डक्टर भएर के काम त्यो मान्छे बुद्धि छैन डक्टर भएर के काम खारिज हुनुपर्छ अब लाइसेन्स खारिज हुनुपर्छ ऊ पनि म जस्तै भट्किन पर्छ हेर्नु प्रहरी यति मात्र गर्न सक्नुहुन्छ त्योभन्दा बढी यो जुन बाटोमा गाडी चलिरहेछ यो गाडीहरू अब रोकिनु पर्यो नेहा चौधरीको जिन्दगी रोकिने उसको चाहिँ सबै कुरा खत्तम हुने
अनि उनीहरू चाहिँ अब तालचा लगाएर भाग्ने अब यो छुँदैन यो गाडी चक्का बजाम नेहा नेहा त्यो गाडी किन गइरहेछ किन गाडी रोक गाडी चल्ने होइन अब यो चक्का जाम हुन्छ गर्नु कता यहाँ खडा हौ कता रोक्नु यहीँ रोक्नु गाडी साइडमा यतापट्टि आधी यतापट्टि आउनु त के हो गाडी रोक्नु नि रोक गाडी कता रोक्नु यहीँ घुमाउनु चल्दैन यहाँ गाडी चल्दैन यहाँ गाडी के चल्दैन मलाई थाहा भएन कहाँबाट जानुहुन्छ जानु यो गाडी चल्दैन नेहा चौधरीको जिन्दगी बर्बाद गर्ने यही ठाउँको मान्छे हो न यो बाटो चल्दैन नै यो बाटो कुनै हालतमा जाँदैन हाम्रो शरीरबाट लग्नुहुन्छ होइन मलाई त्यो थाहा भएन हाम्रो जिउबाट चढाएर लग्नुहुन्छ लग्नु त्यो गाडी किन गएको त्यो साइड त्यो गाडी किन गयो त्यो साइड Yes, sir. Kiन चढ्नु भयो
ओए गाड़ी घुमाओ जीवा को Sampai kau ada guna vermu, unai gari mutu gari kasari pasu, ayo. Kota, mau gari mau. Kota, gari घुमाउनु चल्दैन यहाँ गाडी चल्दैन भनिदिए त चल्दैन नेहा चौधरीको जिन्दगी बर्बाद यही ठाउँले भयो यो ठाउँमा गाडी चल्दैन घुमाउनु तपाईँहरूलाई के हो त्यो गाडीहरू सबै रोक्नु है कसरी गाडी पास भइरहेछ यसरी हेर्नु नि के उतापट्टि कता गाडी घुमाउनु क्या गाडी घुमाउनु चल्दैन यहाँ घुमाउनु जिउमा चढाउनुहुन्छ चढाउनु
बस आइरहेछ बस आउनु पछाडिबाट फेरि उता पाउँछ गाडी घुमाउनु कि त रोडमै बस्छु चढाउनु जिउमा चढाउनु जिउमा चढाउनु नि घुमाउनु त ओइ गाडी के हो जिउमा चढाउनु ल नहीं पर्दैन हुँदैन चढाउनु त जिउमा चढाउनु कसरी बाइक गइरहेछ बिच बिचबाट नेहा चौधरीको जिन्दगी यहीँबाट बर्बाद भयो रामगोपालपुरको मान्छेले बर्बाद गर्यो तालचा लगाएर भागिसक्यो त्यो नपक्राउन्जेलसम्म यहाँ कुनै गाडी चल्दैन उतापट्टि पनि हेर्नु नि के सबै गाडी उताबाट गइरहेछ Kota. अगाडि जाने होइन
Eita. Kota, kota. घुमाउनु मलाई त्यो थाहा भएन जिउमा चढाएर जानुहुन्छ यहाँ पनि बाइक आइरहेछ फेरि यहाँ जान्छ कुनै हालतमा कुनै एउटा गाडी चल्न दिँदिन घुमाउनु है घुमाऊ Kota, oi! घुमाउनु नि कुछ नजाऊ दिन्छ नि मेयरले किन दिँदैन म हट्दिन यहाँबाट यही अर्को पार्टी भयो भने नि त्यो के काण्ड पनि हुन्थ्यो नि यहाँ बाबु बुबु खाइरहेछ अहिले हामी अहिले बसेकै पंकज चौधरीको ढोकैमा बसिरहेछु यहाँ चाहिँ बेलुका 5 बजेतिर पुलिसको गाडीमा पंकज चौधरीलाई लग्नुभयो तर अहिलेसम्म जिल्लामा पुगेको छैन पंकज चौधरी कहाँ गयो त पंकज चौधरी जिल्ला जानमा 4 घण्टा लाग्छ कि 5 किन्नर जानमा जलेश्वर जानलाई कति घण्टा लाग्दो रहेछ रामगोपालपुरबाट यहाँदेखि 21 किलोमिटर छ कति किलोमिटर छ त्यति कति घण्टा लाग्छ 4-5 घण्टा भइसक्यो अहिलेसम्म पक्राउ भएको छैन मेयर सरले आफ्नो घरमा जुन सहारा दिनुभएको छ अपराधीलाई राख्नु भएको छ घरमा उहाँलाई त्यसको जवाब दिनुपर्छ ढोकाबाट हामी हट्ने भने यहाँबाट यो 2 जना जुन भित्र बसिराख्नु भएको छ उनीहरूलाई पनि मेयर सरले अब मेयर साहब जुन हुनुहुन्छ यहाँको उहाँले आफ्नो घरमा लुकाएर राख्नुहुन्छ भन्नु यिनीहरूलाई पनि लुकाएर राख्नुहुन्छ कतिलाई अपराधीहरूलाई कति घरमा लुकाएर राख्न सक्नुहुन्छ पीडितहरू यसरी घाँटी बोलेर रोएर यसरी रोडमा बस्ने अहिले मेयर सर कहाँ हुनुहुन्छ जब हम घरमा पुगेको हामी ढोकामा पुगे तालचा लगाउनु भएको छ भित्र मान्छे छ तालचा लगाएर बस्नु भएको छ हेर्नु यहाँ हेर्नु यसरी हामी अघिदेखि 4-5 घण्टादेखि बसेछु 4-5 घण्टादेखि यसरी बसेछु पंकज चौधरीलाई भगाएको हो भने त्यसको जिम्मेवार पुलिस प्रशासन अनि मेयर सर हुनुहुन्छ किनभने उनीहरूको गाडीमा थियो हो किन समाते पुलिसको गाडीमा गएको छ भोलिको दिनमा केटा भाग्यो भनेर भन्न पाइदैन अहिलेसम्म पुगेको छैन अहिले हाम्रै मान्छे गएर हेरेर आइसक्यो तर त्यो चाहिँ पुग्न सकेको छैन त्यो भाग्यो गायब भयो भने त्यो केटा त्यो अपराधी गायब भयो भने त्यसको जिम्मेवार चाहिँ यहाँको मेयरले लिने पर्छ त्यसकै अगाडिमा त्यससँग थियो
गफ गर्न लागेछ मान्छेलाई बोलाएर कति कति अनि बल्ल झल्के मिडियाको गिरिजलाई बोलाएर जान्छु अहिले। बोलाऊ अनि यहाँ भए घरको जति जान्छन् तिमीसँग सबलाई लिएर मेयरको घरको बाहिर जाऊ त नभए दाइया बस्नुहुन्छ म आफै जान्छु ल यहाँ एकजना उठ्नुहुन्छ म उठ्छु नि किनभने यो दुइटैलाई पनि यिनीहरूले भगाउँछ। म उठ्छु ठिक छ हामी हिँडौँ जान्छु अब हामीहरू दुईजना मेयरको चाल लागेछ जाएर के गर्नु के गर्ने भित्रै छ के भित्रै छ भित्रै छ अब यहाँको मतलब त्यहाँ गएर के फाइदा हामीलाई यो खोलबाउनु नि किन खोलिरहेको छैन मेयर आउँदैन त्यहाँ गएपछि मेयर आउँदैन आयो भने 3 बजेदेखि मेयरको फोन आइछ आउँदैन मेयर भन्नु न मेयर आउँदैन नि त अब हामीले तोड्दिने हो कति यही बसिराख्ने तोड्ने अब यहाँबाट दुलोबाट हेर्नलाई उसलाई छ भित्रबाट तालचा लगाएर गाली गर्न अघिदेखि यसलाई गाली गरिरहेछ भित्रबाट अहिले त्यही त गर्न देऊ न त्यसपछि थाहा हुन्छ हामी शान्तिपूर्वक नै आइसकेको ओ त्यसैको लागि त शान्तिपूर्वक आएको थिए बस हामीलाई त्यो तोड्ने पर्ने लहर छैन बाह्र से ताला मार के हो त भित्र खाना पकाउँदै खाँदै मजा से रहतै गएर बाबु बस्नु म एकछिनमा आउँछु ल खाऊ त बेटा खुट्टा नहालिदिनु त्यहाँ बच्चाले खाइरहेछ केहन मेयर लाई जिता दिलिए केहन मेयर है हाँ? घर में तालचा लगा के बैसल है भीतर से बस बस फेरि विकनेस भइरहेछ क्या सही कुरा हो कि दाइलाई यहाँ भएर हामी मेयरको ढोकामा जाऊँ त्यही त भनेको दाइले आउन देऊ हामी मेयरको ढोकामा जाने यहाँ भए घरको सब जान्छ खतै खाऊ बेटा खाऊ बस्न त म यही बस्ने जाने मेयरले जवाब दिन पर्यो हो त्यसरी ढोका बन्द तालचा बाँधेर हुन्छ तर तपाईँको दिदी पनि कति नलायो मजाले त्यो मान्छे छ पसल बेचिरहेछ खाइरहेछ बसिरहेछ बोल्ने होइन अब यस्ता चिन्यो नि कोही छैन क्या आफ्नो दुःख पर्दा एकचोटि सम्झिन आयो यहाँ आएर 1 मिनट पनि उभियो बरु यिनीहरू आफ्नो छ ल्याऊ सामान लिए छोड़ करके फेंक देता है व्यवहार में अभी है तो हमरा जना पंकज घर में से निकाले जना ओकरा घर बहन सबके निकालो ना घर में से तब ना हम सब कभी कि समाज एक रंग के सब जोड़े करिए अभी एवा के मेयर कहला कि मुँह छुपा के बैठा कहला अपना घर में से ना निकलिए ओकरा न लाज लगी है कि हम एवा के
माननीय आदमी हो के हम अपना घर में बैठल छियै, हमरा गांव के पुतौ रोड में बैठल है। मेयर कथी खाली वोट लेवे लागी, खाली पैसा लेवे लागी है, बजट छूट के अभी अपना घर में हसूट के रखो। घर में कथी काठमांडू दूर जाए, काठमांडू से आगे पर तो आगे पड़ते उतने से ना सबके समझ में आ गया, वही ना आज आदमी चुने से पहले ना मेयर और नेता चुने से पहले 2 बार सोचे। सरोज यादव के सांसद बन रहा है, कहीं हम बेटी बचाओ बेटी पढ़ाओ अभियान शुरू कर रहे, बेटी बचाओ बेटी पढ़ा के और बेटी के शारीरिक व्यापार करवाता है, बेच देता है। ना मैं बेरा चला आंटी ना मैं बेरा हम ना जाओगे, हमरा मम्मी पापा के मालूम है, हम ना सकेला, हमरा बुलाबू ना जे होती से होते जो घरे न जाए अकेला यहाँ क्या अब बैठ गया आना तो बैठो है चुपचाप Johnny बैठो है ना जाओ। फोन कर लिया तो एसपी कथी गए अदालत से और प्रहरी में गेली तो एसपी से होता, एसपी के गई प्रहरी से होता, न्यायाधीश कही है वहाँ के पेपर भेगल तो हम केकर बात सुनो, अब हम केकरो ना सुनबे, समाज में न मर गेल है, समाज तो जा हमरा कोनो आदेश न देखाबे के कोनो प्रमाण न चाही, हमार बियाह भेले ऑनलाइन हुआ से हमर प्रमाण ना 5,000 में बिकाए वाला प्रहरी सब है, वही लागी ना हम प्रहरी सब के बात करेंगे।
हम्मान कथी कैले रहिए हम ओकर धन मांगले छी धन संपत्ति मांगले छी 20 तोला सोना तो हमर बाबुए देले चांदी भर भर के हमर बाबुए देले और 3 टिपर सामान हमर बाबुए देले 51 लाख कैश हमर बाबुए देले तो हम ओकरा जरे धन संपत्ति के न मांगली घर न मांगली हम अपन अधिकार मांगी छे अपन श्रीमान के मांगली इक्यावन लाख चेक है हमरा सबके पास प्रमाण है ओते इज्जतदार परिवार के बेटी अभी रोड में बैठल छै इतना से ना समझ में कि इनका इज्जत कथी है हमार इज्जत कथी है महिला के पीट के रात में 10 बजे बाहर निकाल दै छै लेकिन अपना
नमस्ते, म कुमारी यामानी हरिका राजपूत। आज म विशेष कुराले गर्दा धेरै सबैतिरबाट मलाई मर्न बाध्यसम्म फेरि पनि मेरो ज्यानै जाने गरी यिनीहरूले जुन मलाई बाध्य बनाइराख्नु भएको छ त्यो कारणले म आज लाइभ आएको छु। धेरैजनाले पब्लिकले धेरै क्वेसन गरिराख्नु भएको छ। पहिलादेखि नै जब म अनसनमा आत्मदाह गरेको थिएँ त्यो दिनदेखि नै पब्लिकहरूले फोटो हेर्नुभयो। फोटो हेर्दैमा तपाईहरूलाई के लाग्छ? म यो भन्न चाहन्छु के लाग्छ? मलाई पब्लिकले यति धेरै साथ सपोर्ट दिनुभएको छ। आज अरू महिलालाई त्यो पीडा नपरोस् भनेर मैले यतिसम्म लड्दैसम्म मैले लडेँ। म अझ पनि लड्नेछु। म कसैको कुराले आफूलाई कमजोर बनाउने होइन। त्यही भएर म यो कुरा क्लियर गरिदिन चाहन्छु कि सुरुदेखि म आज केही तपाईहरूनिर केही सेयर गर्न गइरहेको छु। जब मेरो पेटमा बच्चा थियो, जब म जिल्ला प्रहरी कार्यालय धनुषामा आफ्नो उजुरी लिएर गुहार दुहारी थिएँ, घरि उहाँ घरि यता घरि उता जब म गरिरहेको थिएँ, जति बेला मेरो डायरी लेख्ने पनि कोही पनि थिएन अनि मेरो डायरी रिङ्कु यादव ज्यूले लेख्नु भएको थियो। त्यो डायरीमा पनि यो गलत भयो त्यो गलत भयो, 2-3 पल्ट मलाई सच्याउनै लगाउनु भयो। 2-3 पल्टै रिङ्कु दिदीले सच्याउनु भएको त्यो। अनि पछि गएर जब मेरो मेडिकल टेस्ट भयो अनि म गर्भवती हो भनेर सबै कुरा क्लियर भइसकेपछि मेरो केस जब दर्ता भयो त त्यो मान्छेलाई भगाइदियो। यहीको अधिकार कर्मीहरू जुन आफूलाई अधिकार कर्मी महिला सेलको ठेकेदार जुन बनेर बस्नु भएको छ, सबभन्दा पहिलो सुभद्रा आले आफूलाई यो जनकपुरको महिलाको ठिक
ठिक्केदार भन्ने सुभद्राले मानवाधिकारको मनमाया अनि जमुना घिमिरे जमुना के हुनुहुन्छ मलाई थाहा भएन तर जमुना नाम हो। अनि अर्को महिला सेलको दीपिका ओझा सबभन्दा ठुलो पसल एउटा बिजनेस खोलेर बस्ने जुन महिला हुनुहुन्छ त्यो दीपिका ओझा हुनुहुन्छ। दीपिका ओझा लगायत अभिवक्ता ओडेक नेपालको संस्थाबाट मलाई सहयोग गर्ने भनेर महिला आउनुभएको थियो सुजाता शर्मा अनि रेखा झा। जुन रेखा झा आफूलाई वकिल बन्ने गरिराख्नु भएको छ कि म धेरै ठुलो वरिष्ठ वकिल छु। उहाँ चाहिँ आउनुभएको थियो मलाई मेरो जाहेरी अहिले दर्ता नगराऊ पहिला छलफल गर भनेर उहाँले सुझाव दिएको हो। उहाँले पहिला छलफल गराउँछु के हुँदो रहेछ तिमी अब गर्भवती पनि हो तिमी आफ्नो बच्चाको विषयमा सोच भनेर मलाई होस्टाइल गर्ने धेरै कोसिस उहाँले गर्नुभयो तर पनि मैले होइन म मुद्दै गर्छु मलाई त्यसमा सपोर्ट गर्नु भनेर बारम्बार भन्दाखेरि अपराधीको पक्षको उसको आमा उसको सानीमा उसको पुलिस भएको मामाहरूलाई बोलाएर उनीहरूले मलाई मेरो चरित्र हत्या गर्ने काम गर्नुभयो। त्यति जुन प्रश्न थियो कि यो बच्चा त्यो मान्छेको हुँदै होइन। सबै महिला अधिकार कर्मीले पटक पटक यो भनेर डराउनु धम्काउनु भयो कि जब डिएनए टेस्ट हुन्छ अनि के गर्छु। मैले त्यति बेला सोचे आखिर डिएनए टेस्टमा सत्य कुरा आउँदो रहेछ भनेपछि एक दिन म सत्य साबित हुन्छु डिएनए टेस्ट म्याच हुन्छ अनि त्यो मान्छे अपराधी साबित हुन्छ त्यो मान्छे जेल जान्छ अपराध गरेको छ उसले सजाय पाउँछ भनेर मैले त्यो अडान लिएर आफ्नो बच्चै जन्माउँछु म हार्दिन म रुदिन म कमजोर हुँदिन भनेर अहिलेसम्म लड्दै आएको। जब 3 वर्षसम्म पेट बोकेर हिँड्दाखेरि मेरो भविष्य मेरो बच्चाको भविष्यको चिन्ता कसैलाई थिएन। आज जब एउटा म सिधै भन्छु एउटा महिलाको भविष्य उसको पेटको बच्चाको भविष्य ऊ मर्नु न बाँच्ने स्थितिमा पुगेको अवस्थालाई कसैले ध्यान दिनु भएन कसैलाई त्यो पर्वा थिएन। मेरो भविष्यको चिन्ता कसैलाई थिएन। जब एउटा अपराधी जेल जाने भइसक्यो त मेरो भविष्य
मेरो बच्चाको भविष्यको चिन्ता सबलाई अचानक हुन थाल्यो। रातो पार्टी होस् कि रेखा झा होस् कि महिला सेलको दीपिका ओझा हुनुहुन्छ उहाँ होस्, सबलाई मेरो चाहिँ भविष्यको चिन्ता भयो रे। कि उसको भविष्य अहिले धेरै बाँकी छ, धेरै बाँकी छ। मेरो भविष्य सानो छैन, मेरो उमेर पनि म अहिले भन्छ नि जिन्दगी धेरै ठुलो छ, संसार पनि धेरै ठुलो छ, उमेर पनि धेरै ठुलो छ भन्छ नि। त धेरै ठुलो छ जिन्दगी, त्यही भएर त्यो बलात्कारीसँग विवाह होइन, त्यो बलात्कारीलाई सजाय पाउनु पर्छ। अनि अर्को कुरा, आज जुन रातो पार्टीले या करिश्मा मनन्दरजीले धेरै मलाई, म त्यो पनि सार्वजनिक गर्नेछु, जुन करिश्मा मनन्दरले मलाई हिजो पटक पटक फोन गरेर मानसिक तनाव दिनुभयो। पटक पटक फोन गरेर मलाई आऊ नानी, मेरो नाति लिएर आऊ, म नातिको बिना बस्न सक्दिन, म तिमी बिना बस्न सक्दिन। एकतिर मलाई फोन गरेर मसँग सारा रेकर्डिङ छ, अनि मलाई चाहिँ उहाँले भोइस मेसेज गर्नुभएको छ, त्यो सबै मसँग छ। त्यो सबै मैले अब सोसल मिडियामा सार्वजनिक गर्नेछु, ताकि पब्लिकले पनि यो थाहा पाओस् उहाँको कतिवटा मुखडा हुँदो रहेछ। एक दिन मलाई छोरी भनेर आउने, मलाई म कुनै प्रकारले उहाँको घरमा गएको छैन। जब रातो पार्टीले छाप्नु भएको छ कि म जब करिश्मा मनन्दरको घरमा थिएँ, अनि उहाँले त्यो फोटो सार्वजनिक गर्नुभयो। कति झुठो कुरा छाप्न तपाईलाई चासो लागेको छ। म अनसनमा थिएँ, 9 दिन अनसनको बसेको थिएँ। मेरो केही सुनवाई नहुँदा अब म आत्महत्या गर्छु, आत्मदहन गर्छु। अब म खरानी बने पनि अरू महिला यो अवस्थामा पुर्याउन दिदिन भनेर मैले त्यो कदम उचालेको थिएँ। म जब हस्पिटलमा आइसियु रुममा हुँदाखेरि, जब म टिचिङ हस्पिटलको आइसियु रुममा हुँदाखेरि, त्यति बेला त्यो फोटो अपलोड भएको। म त्यो मान्छेको, म त्यो महिलाको घरमा, करिश्मा मनन्दरको घरमा म गएको होइन। करिश्मा मनन्दर मेरो कोठामा आउनुहुन्थ्यो, पटक पटक आउनुहुन्थ्यो, माया देखाउनुहुन्थ्यो। म तिमीलाई छोरी मान्छु भनेर पटक पटक भन्नुहुन्थ्यो। हिजो पनि त्यही गर्नुभयो। फोटो अपलोड गरेको 5 मिनटमा फोटो डिलिट गर्नुहुन्छ, फेरि फोटो राख्नुहुन्छ, फोटो डिलिट गर्नुहुन्छ।
मैले केही बोलिनँ। उहाँको बुद्धिले त्यति काम मात्र गरिरहेछ। उहाँलाई काम छैन। उहाँले फोटो अपलोड गर्ने काम मात्र भइरहेछ। के फोटोले के साबित हुन्छ कि मेरो उसको प्रेम थियो। धेरैजनाले मेरो उसको प्रेम थियो। शिवराज श्रेष्ठ निहारिका बीच प्रेम सम्बन्ध थियो। त म भन्छु रातोपाटीलाई प्रेम सम्बन्ध थियो। प्रेम भनेको धेरै ठुलो शब्द हो। प्रेम सम्बन्ध थियो भन्ने बित्तिकैमा मलाई बेहोस पारेर उसले मेरो निजी पार्टको, मेरो प्राइभेट पार्टको फोटो तान्ने, मलाई ब्ल्याकमेलसम्म गर्ने अधिकार उसको होइन। त्यतिसम्म उसले गरेको छ। म्यासेज रेकर्ड हरेक कुरा छ मसँग, जुन म सार्वजनिक गर्न सक्दिनँ। एउटा महिलाको एउटा अस्मितासँग जोडिएको जुन गोप्यता छ, त्यसैले मैले अहिलेसम्म त्यो कुरा बाहिर ल्याइनँ। अनि अर्को कुरा, पेट बोकाएर कुन प्रेमीले चाहिँ पेट बोकाएर रोडमा फालेर यो भनिन्छ उसको पुरै फ्यामिली मिलेर कि तिम्रो पेटको बच्चा त मेरो छोराको हुँदै होइन। मेरो छोराले तिमीलाई केही पनि गरेको छैन। जब मैले केही गरेकै होइन, मैले तिमीलाई छुएकै होइन, प्रेम मात्र थियो। त्यो अपराधीको पनि बयानमा छ। प्रेम थियो रे होइन। पछि जुन मिडियामा बोलेको छ प्रेम थियो, तर हाम्रो बीच कुनै सम्बन्ध थिएन। अनि मैले त्यसलाई केही गरे छैन। बच्चा तपाईँको हो। वीरेन्द्र जेउलीले पटक पटक तपाईँको त्यो बच्चा हो भनेपछि होइन, त्यो बच्चा मेरो होइन भनेर पटक पटक उसले जवाब दिएको छ। अब जब डिएनए टेस्ट म्याच भइसकेपछि के भन्न चाहनुहुन्छ तपाईँहरू? तपाईँहरूको साथ सपोर्ट मलाई अझ पनि चाहिन्छ, ताकि जुन करिश्मा मनान्दर जस्तो महिला दुईवटा मुखौटा लिएर घुमिराख्नु भएको छ। एकतिर रक्सी खाएर हिजो मलाई फोन गरेर हरेक बेला मलाई फोन गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ, मलाई चाहिँ मानसिक तनाव दिइराख्नु भएको छ। मलाई हिजो पनि रक्सी खाएर त्यो रक्सी अवस्थामा मलाई के बोल्नु भयो त्यो सारा रेकर्डिङ मसँग छ। उहाँले पटक पटक मैले आमा मानेको थिएँ, मलाई दुःख लाग्यो, अरू मान्छेले सायद मसँग त्यस्तो गरिदिएको भए मलाई त्यति धेरै फरक पर्ने थिएन। किनभने पहिला पनि मैले त्यो मिडियामा फोटो दिएको छु। मिडियाले आफै राख्नु भएन, किनभने जुन राम्रो मिडिया हुनुहुन्छ उहाँले कहिले पनि
कसैको चरित्रसँग जुडेको एउटा महिलाको अस्मितासँग जुडेको गोप्यतालाई कहिले पनि भङ्ग गर्नुहुन्न। तर जुन रातो पार्टीको कारनामा छ, जुन करिश्मा मनान्दरको कारनामा छ, के साबित गर्न खोज्नु भएको हो? मलाई एकतिर फोन गरेर छोरी घर आऊ, मलाई मेरो नातिसँग टाढा नपार भनेर मलाई पटक मानसिक तनाव दिने, मलाई हिजो फोन गरेर मैले डिलिट गरिदिए फोटोहरू भनेर उहाँले धेरै धन्यवाद, धेरै तपाईमाथि उपकार मेरो माथि गर्नुभयो, तपाईँले डिलिट गरिदिनु भयो भन्नुहुन्छ। मलाई जब मैले तपाईँ जस्तो आमा भन्नुहुन्छ भने त्यो भन्दा राम्रो कि बिना आमाको म राम्रो छु। तपाईँ जस्तो आमा मलाई चाहिएको छैन भनेर मैले म्यासेज गर्दाखेरि